मैले मिज्यू चाहिँ हस्पिटलको बेडबाट अनाउन्स गरेँ फेरि मैले मिज्यू चाहिँ मेरो लागि त्यस्तो क्यारेक्टर चाहिँ मैले फेरि पाउँदिनँ जस्तो लाग्छ। डेब्यू फिल्मको प्रेसर थियो, अर्कोतर्फ उहाँहरूसँग स्क्रिन सेयर गर्ने, सो मलाई चाहिँ एकदमै धेरै टेन्सन भइरहेको थियो, मैले बिगारेँ भने के हुन्छ होला। अलिकति इगो प्रब्लमै हो जस्तो लाग्छ मेरो चाहिँ है। कलाकार बन्न नपाएको झोकमा चाहिँ म प्रोड्युसर बने जस्तो लाग्छ कि साँच्चीकै भन्दा। 8.5 वर्ष अगाडि एग्रिमेन्ट गरेको, अहिलेसम्म के चाहिँ तयारी गरिस् भनेर भन्ला। मलाई चाहिँ एउटा धैर्य गर्ने वातावरण चाहिँ मेरो आफ्नै स्वास्थ्य अवस्थाले सिकायो। एक्सिडेन्ट भए भनौँ न करिब 1.5 वर्ष अगाडि। इज इट इजियर डान्सरको लागि टु बिकम अ एक्टर कि के लाग्छ? इजी त आई डोन्ट थिङ्क सो, किनकि हरेक कामको एउटा डिफिकल्टी लेभल हुन्छ, त्यसलाई क्र्याक गर्न सक्यो भने चाहिँ इजी। दाइ तपाईँले डान्सिङ फिल्ममा डान्सिङ छ भने कति तनाव हुन्छ त? अब कोही बेला लाग्छ कि क्यामेरै बिग्रिदियो। सिनेसर्ग स्टोरिज अफ सिनेमा तपाईँलाई स्वागत छ, वेयर वी ओन्ली टक अबाउट सिनेमा। आज हामीसँग हुनुहुन्छ मिज्यूको टिम। मिज्यू तपाईँहरूको नजिकैको सिनेमा घरमा आउँदैछ जेष्ठ 8 तारिक, एन्ड त्यो फिल्मबाट हुनुहुन्छ हामीसँग तेरिया मगर, दयाङ राई एन्ड जनक घरती मगर। वेलकम एभ्रीवन। थ्याङ्क यू। यो चाहिँ हाम्रो एकदम सिम्पल सो हो जहाँ चाहिँ वी जस्ट टक अबाउट सिनेमा हुन्छ नि होइन। अनि तपाईँहरूको फिल्म आउँदैछ हो, एन्ड तेरियाको फर्स्ट फिल्म हो, एन्ड तेरियाले अघि मलाई प्रमिस गरेको छ कि आज यो होल कन्भर्सेसन पुरै शुद्ध नेपालीमा मात्रै गर्नेछ है। सो तपाईँलाई नै फर्स्ट क्वेसन जाओस् हो। एक साइडमा सौगत मल्ल, अर्को साइडमा दयाङ राई होइन, भेटरन्स अफ नेपाली सिनेमा। कतिको ओभरवेल्मिङ भयो, के भयो, वाट वेयर द इमोसन्स गोइङ थ्रु तपाईँको मनमा? सर्वप्रथम त वाह नेपालीमा भन्ने होइन, मेरो तर्फबाट चाहिँ एकदमै धेरै प्रयास गर्नेछु शुद्ध नेपाली उच्चारण गर्ने। धेरै होला चाहिँ। ओके, सो आई मिन अभियसली मेरो लागि चाहिँ अब सुरुमा उहाँहरूको नाम लिँदा बित्तिकै भेटरन एक्टर होइन, अब लेजेन्डरी एक्टर भनेर अब हामीले सबैले चिनेको छौँ। अब एक्टिङको नाम लिँदा बित्तिकै उहाँहरू दुईजनाको नाम चाहिँ अहिले पनि जोडिन्छ। अनि मेरो डेब्यू फिल्म थियो, एक त डेब्यू फिल्मको प्रेसर थियो, अर्कोतर्फ उहाँहरूसँग स्क्रिन सेयर गर्ने, सो मलाई चाहिँ एकदमै धेरै टेन्सन भइरहेको थियो, मैले बिगारेँ भने के हुन्छ होला। उहाँहरूसँग अब स्क्रिन सेयर गर्दाखेरि चाहिँ अब मैले बिगारेँ भने उहाँहरूको पनि टाइम वेस्ट हुन्छ, अनि त्यो बिगारिसकेपछि अझै धेरै नर्भस फिल हुन्छ। सो त्यो चाहिँ मैले हुन्छ नि माइन्डमा त पकाइरहेको थिएँ कि सुरुमा, सो ओभरवेल्मिङ थियो अनि एकदमै धेरै प्रेसर लिइरहेको थिएँ मैले चाहिँ सुरुमा। सो उहाँहरूले कति कम्फर्टेबल फिल गराउनु भयो? त्यही त अब सेटमा गइसकेपछि चाहिँ मलाई यस्तो फिल भयो कि मैले यत्तिकै बेकारमा प्रेसर लिइरहेको रहेछ भनेर, बिकज स्टार्टिङदेखि नै उहाँहरूले मलाई एकदमै कम्फर्टेबल फिल गराउने प्रयास गरिराख्नु भएको थियो। मैले पनि त्यो बुझिरहेको थिएँ, मलाई अब एज एन एक्टर पनि सजिलो होस् र उहाँहरूसँग हुन्छ नि त्यो सिन गर्दाखेरि पनि पर्सनली पनि सजिलो होस् भनेर चाहिँ त्यो हिसाबले एउटा वातावरण मिलाइदिनु भएको थियो। मलाई त्यो महसुस भइरहेको थियो, सो एकदमै सजिलो भयो काम गर्न चाहिँ। मलाई तेरियाको टेन्सन चाहिँ आई क्यान अन्डरस्ट्यान्ड हुन्छ नि, किनभने दया दाइले फिल्मको ब्रेकमा अझै एउटा फिल्म सकेर नआउनुहुन्छ। दया दाइ यति लाइक धेरै फिल्म गरिरहनु भएको छ होइन, एन्ड लाइक एज अ एक्टर होइन तपाईँ लाइक एउटा ब्रेक पनि त चाहिन्छ होला नि त आफूलाई रिडिस्कभर गर्नु, त्यो कसरी म्यानेज गर्नुहुँदैछ तपाईँ? म पनि खास खोजि नै रहेछु कसरी गर्ने भनेर। हरेक त्यो बिचको ब्रेक नै नभए पनि मैले काम गरेको छु। त्यो चाहिँ हरेक टाइमको आफ्नो आफ्नो प्रोसेस हुन्छ होला जस्तो लाग्छ मलाई। कुनै समय कुनै प्रोसेसबाट आफूलाई लगाइन्छ। पहिलो कुरा चाहिँ कस्तो हुँदो रहेछ भने टिमसँग कसरी कम्फर्टेबल आफू रहने भन्ने चिजले नै मलाई चाहिँ निर्धारण गर्छ होइन। अनि अब एउटा सेटदेखि अर्को सेटमा जाँदाखेरि वेदरको कुरादेखि लिएर धेरै कुराहरू चेन्ज हुन्छ नि, त्योसँगै कसरी एडप्ट हुने भन्ने कुरा नै होला। अनि दिमागमा चाहिँ नै धेरै नसोच्ने, शून्यमै बस्छु होइन, शून्य, धेरै नसोच्ने। अनि ओभर टिममा चाहिँ नै कसरी सहज रूपमा आफू भनौँ न एकदम स्वतन्त्र भएको कसरी महसुस गर्ने भन्ने त्यही एउटा वातावरण खोज्छु म चाहिँ।
पछिल्लो समय त्यस्तै भयो धेरै फिल्म एकदमै यो पछाडि यो पछाडि यो जस्तो पेन्सन पट्टा सकेको भोलि पर्सिपल्टतिर चाहिँ मिज्यू जानुपर्ने थियो यही अवस्था थियो मेरो कुनै समय मैले एउटै टाइममा 4वटा सिनेमा पनि गरेँ यो चाहिँ लाइफमा एकैपटक अनुभव लिन्छु भनेर तर त्यसमा चाहिँ एकदम टेन्सन फ्री आफूलाई कसरी राख्ने अनि कसरी त्यो क्यारेक्टरलाई चाहिँ नै त्यो जम्मै क्यारेक्टरहरूको चाहिँ इमोसनलाई चाहिँ कसरी एक ठाउँमा राखिराख्ने भनेर सुरुमा चाहिँ टेन्सन थियो त त्यो चिजलाई चाहिँ मैले इजिली एकदमै केही धेरै नसोची गरेँ तर त्यसको ठ्याक यो हो यस कारणले चाहिँ मलाई सजिलो भयो भन्ने पोइन्ट चाहिँ अहिले म भन्नु सक्दिनँ तर कुनै समय म आफैले खोज्नु जरुरी छ हैन वर्षक हिजोको बिर्सिने कोसिस चाहिँ गर्छु म त्यो भएर पनि आजको दिन भोलिको लागि पनि मलाई त्यस्तो टेन्सन लिन्न आजै हो जे हुने छ आजैको दिनलाई चाहिँ अगाडि राखेर हिँड्छु त्यो भएको कारणले चाहिँ होला अलिकति सहज भएको र आफूलाई पनि खोज्ने क्रममा यो चिज भइरहेको हो सो जतिवटा सिनेमा गरिरहनु भएको थियो लाइक आफ्टर अब तपाईँले एक्सपिरियन्स गर्नुभयो नि सबै सो यो चिज फेरि गर्न सक्छु नै भन्नेमा हुनुहुन्छ कि लाइक अब अलिक कम नै गर्छु सिनेमाहरू कि के छ तपाईँको अहिले सुरुमा त मलाई 2 महिना 3 महिना ब्रेक चाहिन्थ्यो सुरुमा त्यो भएर तयारी नै गर्न सक्दिनँ थिएँ त्यस पछाडि त्यसरी नै राखेर बसेको हो काम गर्दै जाँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ नि त्यो त कुनै यता हुँदै लगातार हुँदो रहेछ त्यो 4वटा सेट धाउनु पर्ने अवस्था पनि त्यो त्यसरी नै भएको हैन त्यस्तो अवस्था आएको यो चिजमा पनि कबड्डी सकेको केही समयपछि म पेन्सन पट्टा गएँ पेन्सन पट्टा सकेको 2-3 दिनको बिचमै अर्को सेट पुग्नु पर्यो यो मिज्यू सकेको केही दिनमा फेरि मैले यो के अरे डबल ट्रिपल पनि गएँ हैन यस पछाडि चाहिँ मैले के निर्णय गरेँ भने नाइ कोभिड पछाडि चाहिँ लगातार मैले फर्स्ट फिल्म चाहिँ कोभिड सक्नु बित्तिकै चाहिँ कबड्डी 4 गरेँ त्यस पछाडि लगातार यस्तै भयो कि त्यो चाहिँ धेरै चिजहरू पोस्टपोन भएर उता पनि थियो होला नि त त्यसले गर्दाखेरि चाहिँ यो चिज भएको अनि योमा चाहिँ काम गर्दा आफू खुसी नहुने थाहा छैन काम त सकिन्छ राम्रै हुन्छ अनि अनसेट पनि साथीहरूले राम्रै भइरहेको त भन्नुहुन्छ तर आफूलाई चित्त बुझेको हुँदैन त्यो साथीहरूको अनुहार यसो हेरेर डिरेक्टरको विशेष गरेर डिरेक्टरको यसो अनुहार हेरेपछि मैले काम गरेँ अनि डिरेक्टरको अनुहार यसो हेरेपछि ऊ ठिकै छ जस्तो सन्तुष्टि लाग्यो भने ओके मैले गर्न खोज्ने यति नै सक्दिनँ भन्ने चाहिँ हुने मिज्यूमा पनि त्यही भएको मिज्यू चाहिँ मेरो लागि त्यो क्यारेक्टर यस्तो क्यारेक्टर हो त्यस्तो क्यारेक्टर चाहिँ मैले फेरि पाउँदिनँ जस्तो लाग्छ हो त्यसको बाहिरी जुन देखिने आवरण भन्दा नि खतरा चिज चाहिँ त्यसको इनर थियो कि त्यो साइकोलोजिकल कन्फ्लिक्टहरू छ नि जुन इमोसनहरू देखिनु पर्ने थियो नि त्यो चिज चाहिँ मैले त्यो अवसर पाएको हो कि त्यो देखाउनु त्यो महसुस गर्नुको लागि तर त्यसको लागि त अलिक लामो समय तयारी चाहिन्थ्यो हो फिल्म त फेरि यहीँ छ मेरो प्रड्युसर 8.5 वर्ष अगाडि एग्रिमेन्ट गरेको अहिलेसम्म के चाहिँ तयारी गरिस् भनेर भन्ला मेरो डिरेक्टरले पनि त्यही भन्दा भएको भएदेखि तर त्यो भइसकेपछि फाइनल स्क्रिप्ट आइसके पछाडि चाहिँ नै मैले तयारी गर्नुको लागि चाहिँ मैले सकिनँ नसकिसकेपछि चाहिँ जति काम थियो त्यो चाहिँ अनसेट नै जे हुँदैछ त्यसलाई नै हुनु दिएँ मैले अनि मेरो को एक्टरहरूसँगबाट सपोर्ट लिँदै उनीहरूलाई नै उनीहरूको क्यारेक्टरलाई अनसेट जे भएर थियो हेरिरहन्थेँ त्यसैलाई चाहिँ त्यो काम गर्दै गएर त्यो भएको त्यो जे जति भएको तर त्यसबाट म खुसी हुन सकिनँ म आफूलाई त्यो मजा आएन अनि त्यसपछि डबल ट्रिपल त जानै थियो अनि गएँ जानु थियो त्यस पछाडि अरू चाहिँ म अब चाहिँ म एकछिन कृपया भन्ने खालको बसेको छु त्यो चाहिँ गाह्रै हुन्छ त्यो चाहिँ तपाईँलाई भन्दा नि प्रड्युसरलाई चाहिँ धेरै गाह्रो भयो 8 साल अगाडि तपाईँहरूले साइन गर्नुभएको होइन फिल्म सो एज अ प्रड्युसर लाइक कस्तो चाहिँ फिल हुन्छ लाइक हुन्छ नि बिकज अलिकति हुन त बिचमा तपाईँले घर चाहिँ गर्नुभयो होइन बट देन मनमा त यो कथा चलिरहेको हुन्छ नि त मिज्यू पनि गर्न पाए हुन्थ्यो छिटो गर्न पाए हुन्थ्यो सो यो डिलेले चाहिँ तपाईँले के चाहिँ सिकायो जस्तो लाग्छ एज अ प्रड्युसर अब यस्तो मलाई त फिल्म भन्दा पनि अझ मलाई चाहिँ एउटा धैर्य गर्ने वातावरण चाहिँ मेरो आफ्नै स्वास्थ्य अवस्थाले सिकायो पहिलो कुरा चाहिँ होइन जुन म एक्सिडेन्ट भएँ भनौँ न करिब 1.5 वर्ष अगाडि त्यसपछि
धैर्य भन्ने चिज त खै मैले जति चाहिँ अरू यो जति अरू के चिजमा चाहिँ मैले धैर्य गर्न सक्छु होला र भन्ने महसुस चाहिँ मेरो आफै स्वास्थ्य संस्थाले बनायो र तपाईँले भनेअनुसार चाहिँ जुन त्यो फिल्मको कुरा चाहिँ जुन मृत्यु 8 वर्ष 8.5 वर्ष अगाडि कुरो चाहिँ मनमा चाहिँ त्यो एकदम भइरहेको रहेछ क्या त्यो मलाई पनि हुन्थ्यो होइन घर चाहिँ गरियो खासमा त्यसपछि चाहिँ अनि घर चाहिँ गरेपछि अब यो स्क्रिप्टलाई चाहिँ यसलाई चाहिँ गर्नुपर्ने यसलाई चाहिँ गर्नुपर्ने होइन त्यो हुँदा हुँदै पनि जस त्यो जुन हुतुती भन्छ नि मैले मृत्यु चाहिँ हस्पिटलको बेडबाट अनाउन्स गरेर फेरि म धेरैजनालाई अवगत छ यो कुरा होइन अनि मलाई त्यस्तो एउटा भित्रैदेखि थियो कि फिल्म चाहिँ गर्नुपर्छ यो फिल्म चाहिँ गर्नुपर्छ भन्ने सायद यही चिजले पनि मलाई अहिलेसम्म यसरी कन्फिडेन्टली बाँचेको छु होइन बसेको छु जस्तो लाग्छ क्या मलाई चाहिँ अनि फाइनल्ली अब गर्दाखेरि त अब छुट्टै किसिमको महसुस त भयो अब चाहिँ सायद मलाई लाग्छ जुन मलाई त्यो मनमा पहिलेदेखि मृत्यु चाहिँ गर्न पाए हुन्थ्यो किनकि यो फर्स्ट प्रोजेक्ट थियो मेरो खासमा दाइसँग साइन गरेकै त्यति वर्ष अगाडि अनि मेरो पहिलो प्रोजेक्ट खास मृत्यु हो घर चाहिँ त मेरो पछि जोडिएको कुरा भयो र समय परिस्थिति अनुसार हामीले घर चाहिँ अगाडि बढायौँ अब चाहिँ मलाई चाहिँ के हुन्छ भने चाहिँ ल है अब चाहिँ भयो अब त जे आउला त्यही अनुसार गरौँला मजाले आनन्दले तर अब मेरो एउटा चाहिँ चिज गयो भन्ने महसुस चाहिँ भइसकेको छ मलाई त्यो चाहिँ लाइक तपाईँको कथा सुन्दाखेरि पनि जुन चाहिँ एक्सिडेन्ट भयो त्यो पछि तपाईँले हस्पिटल बेडबाट नै मृत्यु अनाउन्स गर्नुभयो होइन लाइक यो सिनेमाप्रति माया हो कि लाइक यो मायाभन्दा अझ बढी के शब्द छ भने सायद त्यो शब्द उच्चारण गर्नु पर्ला मेरो हकमा चाहिँ है किन भनेपछि पहिलेदेखि नै अब एक किसिमको एउटा सिनेमाप्रतिको झुकाव लगाव त थियो नै मेरो होइन अब सायद कुनै बेला रहरले मात्रै पनि थियो कि जस्तो लाग्छ तर अहिले आएर रहर थिएन होला जस्तो लाग्छ मेरो यो तपाईँले भन्नुभयो नि झुकाव मायाभन्दा पनि धेरै माथिल्लो लेभल अथवा त्यो कुन शब्द छ त्यो शब्द चाहिँ प्रयोग गर्नुपर्छ कि भन्ने चाहिँ लाग्छ मेरो हकमा चाहिँ मैले अघि पनि भने किनकि जस्तै हस्पिटलको बेडबाटै मैले धेरै कुराहरू म्यानेज गरेँ अब जस्तै दाइको हकमा पनि दाइ फोनबाट ल है दाइ जस्तै तेरियासँग पनि मेरो भेट पनि भएको थिएन होइन तेरियाको अधिकांश मेरो कुराहरू हस्पिटलको बेड अनि हस्पिटलको बेडबाट फेरि घर सिफ्ट भइसकेपछि घरबाटै किनकि मसँग त्यो साधन पनि थिएन सबै ठाउँ भेट्न जानलाई यताउति साधन पनि थिएन त्यो हुँदै गर्दा इभन अहिले पनि म लगभग यो आज म फर्स्ट टाइम मलाई यसरी यहाँ आएको नत्र म अफिस घर यति हो यसरी हुँदै गर्दा चाहिँ अब शब्द चाहिँ दिनै परे पनि मैले पनि भेटाएको छैन खै कसरी के शब्द दिने मेरो फिल्मप्रतिको मेरो यो लगाव झुकावलाई चाहिँ बिडीलाई एकछिन रोकेर म त यता उसलाई पो जिज्ञासा लाग्यो यो सो सुरु हुनुभन्दा पहिला डिफ्रेन्ट हुन्छ भन्नु थियो नि त्यही डिफ्रेन्ट होइन कि मैले कहिले पनि सोधिनँ तिमीलाई कि तिमी त खास त फिल्म नै गर्छु भनेर त आएको तर एज एन एक्टरको रूपमा प्रिपेयर भएको नि त फिल्म कलेज पढ्यौ होइन अनि कसरी प्रड्युसर चाहिँ भयो यो चाहिँ सोध्नु मन लाग्यो मलाई आज चाहिँ त हुन त त्यो बेला मैले सोधेको थिएँ होला तिमीलाई बिर्सेँ मैले हरेक प्रड्युसरलाई चाहिँ सोध्छु कि तिमी किन त्यति बेलाको हाम्रो एग्रिमेन्टको फोटो हेऱ्यो भने तपाईँ नि भर्खरकै देखिनुहुन्छ हामी झन् भर्खर देखिन्छौँ होइन त्यो अझै पनि छ कि फोटो हाफ प्यान्ट लगाएको तपाईँ र अनिल हाम्रो दुई डिरेक्टर एक्टर दुई हाफ प्यान्ट लगाएको फोटो छ नि त एग्रिमेन्ट गर्दा नि अहिले प्यान्टमा आइसक्यो हाफ प्यान्ट त्यो कस्तो लाग्छ क्या त्यही त कसरी त्यति बेला यो ठ्याक्कै अब हुन त अब अन्यथा फेरि नेगेटिभ अर्थ चाहिँ नजाओस् अलिकति इगो प्रब्लमै हो जस्तो लाग्छ मेरो चाहिँ है फ्याक्ट भन्दा मैले चाहिँ कलाकार बन्न नपाएको झोकमा चाहिँ म प्रोड्युसर बने जस्तो लाग्छ कि साँच्चीकै भन्दा किनकि म मेहनत त गरिरहेको थिएँ कि होइन जस्तै त्यो क्रममा हाम्रो राम दाईसँग पनि भेट हुन्थ्यो कि त्यति बेला है अनि तपाईँसँग नभेट्दै पहिला अनि कुराकानी हुन्थ्यो जाने यसो गर्ने अब दाइले भन्नुहुन्थ्यो होइन हरेक कुराहरू अब जस्तै उहाँ जस्तै अब जस्तै अरूसँग पनि भेटघाट हुन्थ्यो अनि यसो सोचेँ धेरै भौतारियो नि त होइन फिल्म कलेज पास आउट त अझ म त यस्तो नि फेरि अझ आज अर्को कुरा भने म त पहिला तितो सत्य खेलेको कति 2000 लगभग कति 2012 हो कि 1 महिना कन्टिन्युसली तपाईँको हाम्रो यो दिनेश जीसी सन्दीप छेत्री अनि अर्को कसको कान्छो भाइको क्यारेक्टर थियो मेरो चाहिँ 1 महिनासम्म त्यो फुल स्टोरी चाहिँ त्यो सिरियलको स्टोरी हुन्छ नि एउटा भाग हिँड्न हुँदछ म स्टार्टिङ मेरो फर्स्ट क्यारेक्टर चाहिँ एज एन एक्टर म तितो सत्यबाट
त्यसपछि कलेज गयो कि पछि कलेज गएँ म त्यस पछाडि चाहिँ त्यति कलेज सत्य खेलेँ 2-4वटा त्यति त सिरियलको पनि जमाना थियो नि त होइन सिरियल 2-4वटा अरू सिरियल खेलेँ 1-2टा फिल्ममा यसो अनुहार यसो ट्याकटुक होइन यसो देखाउनेतिर पनि गइयो अनि त्यसपछि बल्ल म फिल्म कलेज गएको भनेको मैले फिल्म कलेज जाँदाखेरि लब सानोतिनो अलिअलि बुझिसकेको थिएँ कि माहौल यसो मेन स्ट्रिममा के कसो हुन्छ हग्रम बरम होइन बुझिसकेपछि बल्ल फिल्म कलेज गएँ त्यही भएर मलाई टोटल्ली फिल्म कलेजको हावाले मलाई छुन सकेन क्या जस्तै म बिचमा एउटा रोल्पा भन्ने फिल्म पनि खेलेँ नि मैले सेकेन्ड इयर पढ्दै गर्दा होइन एज एन एक्टर काम गरेँ तर मलाई पछुतो लाग्छ अहिले चाहिँ खासमा भन्दा मैले चाहिँ त्यो फिल्म सायद अहिले आएर बुझेँ नगर्नु पर्ने थियो अब त्यति बेला जोसमा अब रहरमा अब एक्टर कुन चाहिँ मुभी भन्नु रोल्पा भन्ने रोल्पा लगभग 11 वर्ष भयो त्यो फिल्म गरेकै युट्युबमा छ युट्युबमा हाल्यो कि 10 वर्ष भयो बिटी क्यान्सर रिलिज मै भर्खर कति एकदम सानो थियो नि मेरो उमेर पनि कति 19 वर्षको थिएँ म त्यति बेला 18-19 कतिको थिएँ त्यस्तो अनि अब दाइको एन्सर दिँदैछु म होइन त्यसपछि अब त्यस्तै भयो होइन अनि लास्ट टाइम फेरि सौगत दाइसँग एउटा फिल्म पनि खेलेँ मैले घनचक्कर भन्ने खेलेँ त अब त्यो सौगत दाइसँग होइन लास्ट फिल्म त्यही थियो मेरो ठ्याक्कै लब त्यो पनि अब ल हुन्छ गरौँ अब लब म त्यति बेलादेखि चाहिँ मेन्टली कस्तो भइसकेको थिएन अब चाहिँ एज अ प्रड्युसर काम गर्छु भन्ने चाहिँ म मेन्टली बनाइसकेको थिएँ बनाइ मात्र होइन नि दाइले त्यति बेला घनचक्करभन्दा अगाडि साइन पनि गरिसकेको थिएँ नि मैले होइन अनि त्यो चाहिँ अब यसो ल ठिक छ गरौँ न त एकचोटि अनुभव पनि लिउँ फेरि पनि सौगत दाइसँग एकचोटि भन्ने हिसाबले चाहिँ काम गरियो अब त्यसपछि चाहिँ मैले भने नि बिस्तारै म त्यो एउटा एक्टरप्रतिको मेरो मोह बिस्तारै हुन्छ नि अहिलेलाई है फेरि केही सीमित समयको लागि तर थियो मेरो चाहना म चाहिँ होइन कुनै दिन राम्रै तरिकाले चाहिँ फेरि एकचोटि फिल्म चाहिँ एज एन एक्टर काम गर्छु भन्ने चाहिँ थियो नै अब अगाडि पनि के थाहा र पोसिबिलिटिज अनि हुन सक्छ त्यो हुँदै गर्दा अनि पछि चाहिँ यसो लाग्यो ओहो यो हुँदैन चाहिँ एक्टरले गरी खानु मैले देखेन बाटो भन्ने लाग्यो साँच्ची भन्दा है होइन अब त्यो सबैको होइन दाइको जस्तो अथवा अरू कुनै एक्टर जस्तो सबैको उमा हुन्छ जस्तो लाग्दैन क्या मलाई यही चिज त हो नि मान्छेलाई चाहिँ कस्तो हुन्छ भने तुरुन्तै आफूलाई जज गर्न थालिन्छ कि त्यो समय पर्खिनुपर्छ नि त आफूले तयारी पुग्नु पर्यो होला सबै थोक आफ्नो लागि एउटा त तयारी पुग्नु पर्यो र अर्को कुरा चाहिँ आफ्नो लागि त्यो संयोग पनि आउनु पर्दो होला कि हामी किनभने त्यो रिजल्ट लिनको लागि एकदम हतारिन्छ होला होइन तर त्यो होला जस्तो लाग्छ है मेरो हकमा त्यो हतारिया सँगसँगै मैले अलि बजारको चाहिँ एउटा जुन किसिमको एउटा त्यो हुन्छ बजारमा गतिविधिहरू हुन्छन् हरेक कुरा होइन ती चिज सबै कुरालाई मैले मूल्याङ्कन गरेँ र अलिकति घरको मेरो जुन पारिवारिक समर्थनले गर्दा नि म उम्ले जस्तो लाग्छ भनेको एज अ प्रड्युसर चाहिँ त्यसरी काम पैसा थियो हम्बल पाराले भयो अलिकति घरबाट सपोर्ट हुँदै गर्दाखेरि ओहो ल होइन यो अब भयो सकिएर जस्तो लागेन भनेर अनि त्यसरी चाहिँ एज अ प्रड्युसर चाहिँ म खासमा थ्याङ्क यू आफैले नगरेर मलाई मौका दियो त्यसको है त्यही त गर्दैमा त अब नत्र फिचरिङ जनक गर्थ्यो म तर 8 साल अगाडि यो फिल्म नबन्नेको नि एकजनालाई चाहिँ फाइदै भयो यता के उ त त्यो स्कुल पढिरहेको थियो नबनेको 8.5 वर्ष आफ्नो लागि आइपुग्छ त्यो दिन त्यही हो मैले याद गरेँ भने सम्झाइदिनु हो त है खासमा टुकुरै त्यही हो होइन बट देन तेरिया होइन एज अ डान्सर यु स्टार्टेड होइन 2014 मा तिमी डिआइटीमा थियौ होइन इज इट इजियर डान्सरको लागि टु बिकम अ एक्टर कि के लाग्छ इजी त आई डोन्ट थिङ्क सो किनकि हरेक कामको एउटा डिफिकल्टी लेभल हुन्छ त्यसलाई क्र्याक गर्न सक्यो भने चाहिँ इजी नसक्यो भने चाहिँ अब त्यो डिफिकल्टी लेभल नि पार गर्न सकिँदैन जस्तो लाग्छ किनकि मलाई यस्तो लाग्थ्यो कि अब सबै डान्सरको चाहिँ सफ्ट कर्नर चाहिँ हुन्छ टु बिकम एन एक्टर बट बिकज हाम्रो आइडेन्टिटी चाहिँ डान्ससँग जोडेको हुन्छ एक्टिङ चाहिँ सायद हुँदैन होला भन्ने खालको चाहिँ एउटा मेरो एक्सपिरियन्समा चाहिँ त्यस्तो मलाई फिल भएको थियो कि म होइन म डान्सर होला एक्टर चाहिँ म बन्न सक्दिनँ होला भनौँ न त्यो एउटा डाउट चाहिँ रहिरहने रहेछ मलाई चाहिँ त्यस्तो भयो अनि इजी कुन हिसाबमा हुन्छ होला भन्दाखेरि चाहिँ अब कुनै पनि इमोसनलाई मैले अघि नै भने त्यो क्र्याक गर्न जान्नु पऱ्यो क्या
मैले अब मिजु इभन गर्दाखेरि पनि कति कुराहरू पहिला मैले त्यो बुझ्नै सकिरहेको थिएन लाइक अब कति कुराहरूको बारेमा मैले खोजिरहेको थिएँ त्यो बारेमा बुझिरहेको थिएँ फेरि पनि मैले त्यसलाई हुन्छ नि त्यसलाई त्यो आउटपुट त्यसरी चाहिँ खोजे जसरी चाहिँ मैले निकाल्न सकिरहेको थिएन क्या अब डान्सको हेल्प लिएर चाहिँ जसरी मैले डान्समा आफूलाई ढाल्छु या फिर डान्समा जसरी मलाई त्यो फिलिङ्सहरू फिल हुन्छ नि त्यो कुरालाई चाहिँ मैले यतापट्टि अलिकति सिफ्ट गरेर त्यो पर्सपेक्टिभबाट हेरेर गर्दाखेरि चाहिँ मलाई त्यसरी चाहिँ सजिलो भयो नत्र मलाई चाहिँ अब सुरुमा अब इन्डियामा हुँदाखेरि पनि मैले अडिसनहरू दिन्थेँ होइन आई वाज सो ब्याड क्या अहिले त्यो भिडियोहरू हेर्दा यस्तो क्रिन्ज फिल हुन्छ हुन त मैले अहिले चाहिँ खतरा गर्छु भन्न खोजेको होइन कि त्यो सुरुमा गर्दाखेरि चाहिँ एक्टिङ लाग्यो होइन जस्तो फिल हुन्थ्यो कि डान्सर भइसकेपछि चाहिँ खतरा हुन्छ होला एक्टिङ आउँछ होला भनेको त्यो द्याट्स अब हुन त कोही मान्छेले बच्चैदेखि लिएर आएको हुन्छ त्यो अब छुट्टै कुरा भयो गड गिफ्टेड तर मेरो एक्सपिरियन्समा चाहिँ त्यस्तो भएन कि अब डान्सर भइसकेपछि त्यो रियालिटी सोहरू गएर चाहिँ एक्टिङ त आउँछ होला भन्ने हुन्थ्यो नि त लाइक एभ्री डान्सर क्यान बी एक्टर तर एभ्री एक्टर क्यानट बी अ डान्सर हो कि के दाइ तपाईँले डान्सिङ फिल्ममा डान्सिङ छ भने कति तनाव हुन्छ त अब कोही बेला लाग्छ कि क्यामेरै बिग्रिदियो त्यही भएर यो गीतमा नि तपाईँले सौगात दाइलाई मात्रै नचाएको छैन होइन स्टोरी अनुसार त मेरो जति त्यो गीतमा देखिन्छ त्यति नै हो तर कतिपय ठाउँमा चाहिँ लिबर्टी लिनु मिल्छ नि त अनि त्यसमा चाहिँ मैले डिरेक्टरलाई पनि एकदमै भनिरहेको थिएँ अनि मेरो कोरियोग्राफरलाई पनि भनिरहेको थिएँ यो ठाउँमा त मिल्दैन है मिल्दैन है अहिले पो थाहा भयो कोरियोग्राफर हाम्रो मिङमा दिले छ खतरै काम मिल्दैन है यहाँ म आउनु मिल्दैन है अब त्यो कस्तो हुन्छ भने होला मलाई अलिक समय चाहिन्थ्यो होला त्यो एउटै लयमा हात फ्याँक्नु पनि अब त्यो कहाँबाट अब त्यो सक्नु त तर दाइले डान्स गर्नु भएको छ त गर्नु भएको छ अझै एउटा सङ आउँदैछ ए अच्छा यो फिल्ममा अब त्यसलाई डान्स नै भन्छ होइन राम्रो छ मैले हेरेको थिएँ दाइको राम्रो डान्स नै भन्छ होइन तर उसले टेरिहाल्यो भने जस्तो म पनि जीवनमा जब म त्यो पढ्न आएँ नि त्यो बेलासम्म म पनि एक्टर बन्छु नै भन्ने फर्स्ट मेरो गोल चाहिँ एक्टर बन्ने भन्ने थिएन इमान्दार म राइटिङ डिरेक्सन यो सोच हो मेरो पनि अब त्यो चिज पनि हो नि त कहिले ट्राई गरौँ न भने जस्तोले त हुँदैन नि त त्यो चिज तर मैले चाहिँ जब फिल गर्नु थालेँ कि काम गर्दै जाँदाखेरि राइटिङ डिरेक्सन यो भन्दा चाहिँ बरु सहज चाहिँ आफूलाई भन्नु चाहिँ यो मिडियम हो कि भने एक्टिङलाई अलिअलि अनि त्यहाँ सबै साथीभाइको उक्सा टिचरको यसो हुन्छ नि स्याबासी जस्तो हेर्दै जाँदाखेरि मलाई के लाग्यो हो कि क्या हो अनि त्यही मैले ट्राई गर्न थालेँ मलाई अरू मैले आफूलाई भन्न खोज्ने अरू चिज भन्दा चाहिँ यो चिज मलाई अलिक बेटर लागेको हो होइन त्यस कारणले त्यस्तो भइन्छ कि कुनै बेला चाहिँ आफू कन्फ्युजन भइन्छ नि जस्तो लाग्छ कि मलाई टेरियाको पनि त्यो बेला कन्फ्युजन थियो होला यो हो कि त्यो हो कि जब आफू लाग्नु थालिन्छ नि लागिसकेपछि त हुँदो रहेछ म आफ्नो लागि चाहिँ मैले त्यसरी हेर्छु कि किनभने मैले सोचेको पनि थिइनँ कि म अभिनय नै गर्छु भन्ने तर के भन्छ काहीँ न काहीँ दिमागमा चाहिँ बसिरहेको हुन्छ कि बच्चा बेलामा जसरी खेलहरू खेलिन्थ्यो त्यो खेलहरू हेर्दा नि अभिनयकै त्यो सारा चिजहरू हरकतहरू पाराहरू आउने रहेछ कि सायद तिमीले पनि त्यही गरेको तर त्यो कस्तो चाहिँ हुन्छ नि आफूले ब्लक गरिन्छ है काहीँ न काहीँ मबाट हुँदैन होला कि होइन होला त्यो ध्यान नदिएर अब जब लाग्नु थालिन्छ लागिसकेपछि त्यसमाथि त सबै एङ्गलबाट त्यसलाई हेर्न थालिन्छ नि त त्यसको लागि तयारी गर्न थालिन्छ त्यसको विषयमा चासो दिन थालिन्छ आफूलाई खोज्न थालिन्छ आफूलाई हेर्न थालिन्छ आफूलाई बुझ्न थालिन्छ अनि चाहिँ अब हुन थाल्छ नि त त्यो चिज नै नभएको होला सायद जनकको सवालमा पनि त्यही हो पढ्छु लडमै पढ्छु भन्नु होला टेरियाको लागि पनि होइन मेरो लागि होइन नै होला भनेर ब्लक गरेर राखेँ तर खोलिसकेपछि त्यो चिज हुन्छ होला म मेरो आफ्नो उदाहरण हुँदा चाहिँ त्यसरी हेर्छु तर डान्समा पनि त्यही भयो अब डान्सको कुरा आएको थियो नि त डान्स त्यही भयो कि मेरो आफ्नो चाहिँ टाइमिङ छैन कि आफ्नो टाइमिङ मात्रै चाहिँ त्यो ग्रुपमा हुनुपर्ने हुन्छ नि खास ग्रामरको त्यो नभएपछि त पहिला म डान्स गर्दा के गर्थेँ थाहा छ डान्स गर्नै पर्ने टाइमिङै नमिल्ने कि
अनि काउन्ट टाइमिङ गर्ने फेरि सबभन्दा इम्पोर्टेन्ट टाइमिङ हो त्यही त होइन टाइम किन भन्नुहुन्थ्यो न काउन्ट 1 2 3 4 जानुपर्छ 5मा म 4मै चाहिँ उफ्रेर बस्छु विषयमा ज्ञान दिएन मलाई होइन त्यो भएर त्यस्तै भयो होइन तर दाइले त्यो बच्चामै त्यो अलिअलि के हिन्ट्सहरू हुन्छ नि यसले के एक्टिङको विषयमै के गर्छ होला मन सानोमा त्यस्तै थियो जस्तो लाग्छ कि म कफी विथ करणको इन्टरभ्यू दिइरह हुन्थेँ कि यत्तिकै अब अलिकति चेन्ज गर्नुपर्ने रहेछ है प्रड्युसर सर है दाइ अर्को कुरा जुन चाहिँ आई थिङ्क मान्छेहरूले सोध्छ नै होला यो प्रश्न चाहिँ होइन लाइक फर इक्जाम्पल अब यो कथाको माग थियो कि के थियो होइन जुन एउटा दुईवटा को एक्टर्समा एज ग्याप छ होइन ठुलो एज ग्याप छ होइन ठुलै चाहिँ नभन्नु ठुलो भन्दा विशाल नै छ होइन बट यो यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ कि यो कथाको डिमान्ड हो कि पहिलो कुरा त स्टोरी नै हो स्टोरी अनुसार नै हो अब यसमा यसरी म भन्छु स्टोरी अनुसारै थियो छ र नै हामी सौगात र म पनि सोच्थ्यौँ हुन त अब जुन हामी दुईजना सौगात र मेरो एजको जुन रियल एक्टर र क्यारेक्टरको एज छ त्यो चाहिँ उस्तै छ उसको क्यारेक्टर र एक्टरको एज पनि उस्तै नै हो त्यो दुईटामा अब स्टोरीमा चाहिँ त्यो हो तर अब रियलमा पनि हुन्छ नि त रियलमा चाहिँ त्यो चिज उसलाई बुझाउन सकिन्छ कि छैन अथवा हामी गफ गर्दा मिल्छ कि मिल्दैन योमा चाहिँ हामीलाई डर थियो तर अहिले अब फेरि त्यो चिज त डर त उम्केर यहाँसम्म आइपुगेको छ म्युजिकमा उसले एकदमै राम्रो काम गरेको छ यसको विषयमा म पछि भन्छु तर अहिले फेरि बिटीले भने जस्तो यो चिज पनि क्वेसन छ फिल्म नहेरिन्जेल त मान्छेलाई किन चाहिँ नि यो सबभन्दा धेरै नै यही होला सम्भवतः सुरुवातदेखि नै अहिलेसम्म मान्छेको त्यो मनमा फर्स्ट क्वेसन चाहिँ हाउ भन्छन् कसरी यो तर अब महेश राय र अनिल बुढामहरूले किन लेखो भन्ने चाहिँ फिल्म हेरेपछि नै थाहा हुन्छ त्यो ग्यापको स्टोरी नै हो त्यो चाहिँ नि होइन त्यो छ सो त्यो चाहिँ हामीले जेठ 8 तारिक थाहा हुन्छ यस जेठ 8मा जनकजी एज अ प्रड्युसर होइन अब धेरैजना प्रड्युसिङमा छिर्न चाहन्छन् होला होइन तपाईँले के एउटा गल्ती गर्नुभयो जुन चाहिँ तपाईँ अरूले चाहिँ त्यो रिपिट नगरोस् भन्ने केही छ कि एज अ प्रड्युसर लाग्छ मलाई चाहिँ के हो भनेपछि जस्तै मैले घर चाहिँ बनाउँदाखेरि पनि फर्स्ट फिल्म थियो मेरो एज अ प्रड्युसर होइन सिकेँ धेरै कुराहरू सिक्ने अवसर पाएँ अहिले पनि सिकिरहेँ फेरि म होइन सम्भवतः म सायद यो एज अ प्रड्युसर काम गर्ने पनि यो सिक्ने प्रोसेस हो जस्तो लाग्छ मलाई चाहिँ जस्तै समयअनुसार मान्छे हरेक कुराहरू अपडेट हुँदै जान्छ होइन बजार मार्केट धेरै कुराहरू क्या मेकिङ होइन जस्तै अब म त मैले भन्न खोजेको चाहिँ जस्तै म त पैसैले पनि एज अ प्रड्युसर भएको होइन जस्तो लाग्छ क्या मलाई चाहिँ होइन पैसैले चाहिँ पनि प्रड्युसर चाहिँ अलि बन्ला ठुलो कुरा भएन तर कस्तो खालको बन्छ भन्ने कुरा हो होइन एउटा प्रड्युसर भइसकेपछि निर्माता भइसके निर्माताको भूमिका के होइन अनि फिल्मलाई चाहिँ उसले जस्तै मेकिङ वाइज पनि कसरी न्याय गर्छ होला जस्तै डिरेक्टरको हकमा जस्तै डिरेक्टर एज अ प्रड्युसर डिरेक्टर र प्रड्युसरको कोअर्डिनेसन मिल्छ कि मिल्दैन तालमेल त्यो पनि छ कुरो होइन अनि जस्तै हाम्रो हकमा चाहिँ मिलिरहेको छ सायद उहाँ र हाम्रो ट्युनिङ किनभने चाहिँ म आफै पनि एज अ मेकर मैले चाहिँ फिल्म मेकिङ चाहिँ केही हदसम्म धेरै त भन्दिनँ केही हदसम्म थोरै कुराहरू मैले पनि अलिकति अनुभव लिँदै गर्दा चाहिँ सायद हाम्रो ट्युनिङ पनि मिले जस्तो लाग्छ हाम्रो डिरेक्टरसँग होइन अथवा मसँग अरू केही पनि नलेज हुनु थियो होइन मेकिङको बारेमा केही थाहा हुन्थ्यो म क्वेसन गर्थेँ होला यो किन भयो यो यस्तो नहटाउनुहोस् भनिदिन्थ्यो होला होइन त्यो म भन्न सक्दिनँ किनभने मलाई थाहा छ यहाँनिर यो चिजको आवश्यकता हुन्छ यहाँनिर यो कुरा चाहिँ नि जान्नुपर्छ हुनुपर्छ भन्ने हुँदै गर्दा सँगसँगै अब आयो मार्केटिङका कुरा पनि आउला बजारी बिक्री वितरणका कुरा आउला फिल्मलाई कसरी बेच्ने होइन ती कुराहरू पनि आउला त्यो कुराहरू त सिक्ने कुरा हो सम्बन्ध सँगसँगै सिक्ने प्रोसेस हुन्छ त्यसकारण मैले चाहिँ अब धेरै कुराहरू चुकिरह होला सम्भवतः तर मैले पनि सिकिरहेको छु नै अझै सिक्ने प्रोसेस हुँदै गर्छ जस्तो लाग्छ मेरो चाहिँ के धेरैजनाको एउटा मिसकन्सेप्सन के छ भन्छ पैसा हाल्यो प्रड्युसर भयो भन्ने खालको छ नि त बट देन इट्स मोर देन द्याट नि त होइन लाइक कोअर्डिनेसन म्यानेजमेन्ट सबै कुरा छ अन्त फिल्म बनाउनु त सजिलो काम हो भन्छ धेरैले बेच्न
गाह्रो हो नि त हैन सो त्यही अनुसार चाहिँ लाइक नयाँ प्रड्युसरलाई चाहिँ के चाहिँ इफ देयर इज वान थिङ एउटा चिज के चाहिँ भन्न चाहनुहुन्छ अब यस्तो छ नयाँ प्रड्युसरको लागि चाहिँ पहिलो कुरा चाहिँ फिल्म मेकिङ चाहिँ बुझ्न जरुरी छ है पैसैले मात्रै चाहिँ फिल्म बनाउन चाहिँ गाह्रो हुन्छ त्यो यति त्यस्तो किसिमको एउटा म चाहिँ अलि मूर्खै पनि भन्छु है त्यो चाहिँ पैसै छ हैन बोरैसँग छ ल भन्दै फाल्दै जानु पनि त्यो पनि सायद हानि हुनसक्छ चाहिनेभन्दा बढी पैसा खर्च हुनसक्छ अथवा डिरेक्टरले भनेको पैसा खर्च नगरिदिनु सक्छ फेरि नबुझेकोले मैले अघि पनि जोडेँ यो कुरा हैन त्यही भएर फिल्म मेकिङ त बुझ्नुपर्छ जरुरी छ मैले अघि पनि भने पैसैले फिल्म बनाउन आउँछु भन्ने चाहिँ अलि गाह्रो काम हो त्यो हैन त्यो हुँदै गर्दा धेरै हन्डर ठक्कर खाइएला हैन हरेक कुराहरू आइपर्ला यस अर्थमा पनि अब मेकिङ चाहिँ अलिकति बुझ्न जरुरी सकेसम्म धेरै बुझेको राम्रो हैन नत्र भने केही कुराहरू बेसिक कुराहरू चाहिँ नर्मली पनि भिज्नु चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ त्यति चाहिँ गर्नुस् भन्छु किनभने पैसाले फिल्म चाहिँ भन्नु गाह्रो छ अनि दाइ तपाईँले चाहिँ नयाँ एक्टर्सहरूलाई चाहिँ के चाहिँ भन्न चाहन्छु के कोही छ जसलाई आइडिया छैन एक्टिङमा कसरी जाने उहाँहरूले चाहिँ के चाहिँ गर्नुपर्छ अब त्यस्तो छ मेरो पर्सनल एक्सपिरियन्सले अरूलाई काम नलाग्न सक्छ तर के चाहिँ होला भन्दाखेरि चाहिँ हामीलाई अलिक हतार पनि हुन्छ कतिपय अघि पनि यो कुरा त आयो होला त्यो परिणामको लागि रिजल्टको लागि हामीलाई हतार हुन्छ अथवा काम पाउनको लागि तर त्यो काम पाउनु भने चाहिँ ठुलो जिम्मेवारी रहेछ त्यो जिम्मेवारी भनेको चाहिँ त्यो पात्र अथवा त्यो सबै थोक आफ्नो हातमा आइपुग्छ कि त्यो मैले सिनेमामा गरिसकेपछि र आजको दिन र भोलि पर्सिसम्म त्यसको चाहिँ मैले एन्सर गरिरहनु पर्ने अवस्था आउँछ कि त्योसम्मको तयारी हुनु जरुरी छ हैन मैले त्यो चलचित्र गरेँ अथवा त्यो कथा किन मैले मन पराएँ त्यो पात्र चाहिँ मैले किन मन पराएँ त्यो पात्रलाई चाहिँ मैले किन देखेँ र मैले त्यसरी चाहिँ भोगेँ भन्ने कुरा चाहिँ मसँग एन्सर हुनु पनि पर्ने रहेछ आजको दिनसम्म कुरा गरिरहँदाखेरि त्यो हुनुको लागि चाहिँ हामीसँग धेरै चिज नभए पनि थोरै भए पनि ज्ञान बटुल्दै जानुपर्ने रहेछ त्यो ज्ञान पाउनु भनेको चाहिँ धेरै चिज भनेको त एउटा त भोगाइ होला अर्को चिज अध्ययन होला अर्को चिज सङ्गत होला हैन र पहिलो कुरा त त्यो चिजहरू बटुल्नु पर्ने रहेछ र फर्स्ट चाहिँ नि आफूलाई नै चिन्नु जरुरी छ र आफ्नो उद्देश्य कहाँसम्म हो त्यो पनि छुट्याउनु जरुरी छ जस्तो कि म एक्टर बन्छु भने म एक्टर बन्ने त हो म एक्टर बन्ने हो फर्स्ट उद्देश्य यो हुन्छ नि तर कस्तो किसिमको एक्टर बन्ने हो त्यो पनि होला र त्यो एक्टरले चाहिँ मेरो छवि कहाँसम्म बनाउँछु भन्ने पनि अर्को कुरा होला र त्यो मैले गरेको एक्टिङले चाहिँ मेरो सिनेमा अथवा मैले गरेको काम चाहिँ कहाँसम्म पुर्याउने भन्ने अर्को पनि होला लक्ष्य तर यात्रा गर्नु चाहिँ छोड्नुहुन्न हैन भनेको मैले थालिसके पछाडि चाहिँ पछुताउनु पनि भएन हैन अथवा त्यो थकान पनि लाग्नु भएन होला निरन्तरता पनि त्यत्तिकै जरुरी छ होला त्यो निरन्तरता हुनुको लागि चाहिँ आफूसँग त्यत्तिकै तयारी हुनु जरुरी छ होला त्यसकारणले म भन्छु आफूलाई पनि बुझ्नु पर्यो समाज पनि बुझ्नु पर्यो हैन देशकाल परिस्थिति सबलाई बुझ्नु पर्यो हैन र अरूलाई पनि बुझ्नु पर्यो मुख्य चाहिँ अनि सबभन्दा ठुलो कुरो चाहिँ धैर्यता नै चाहिन्छ धैर्यता भएन भने चाहिँ हामी कुनै फिल्डमा कुनै ठाउँमा कुनैमा केहीमा पनि पुगिँदैन हैन एकताल आइन्छ होला एउटा नाम लेखाइन्छ होला तर त्यो नाम रहिरहनु अथवा आफ्नो काम रहिरहनु को लागि चाहिँ नै हामीसँग धेरै धैर्यता चाहिन्छ यो चाहिँ मलाई त्यस्तो लाग्छ है मेरो आफ्नो भोगाइले चाहिँ नै त्यो भन्छ हैन अनि अर्को कुरा चाहिँ के हुँदो रहेछ भने हामी त हाम्रो कामको परिणाम चाहिँ के हुँदो रहेछ भने वाहवाही पाइन्छ कि एकदम पपुलर भइन्छ नि त हैन अनि त्यसको त मान्छेको स्वभाव हो तारिफ एकदमै मनपर्छ हामीलाई तर तारिफ त यत्तिकै आउँछ सबभन्दा ठुलो चाहिँ आफूमाथिको कमी कमजोरीहरू औँलाइदिएको चाहिँ एक्सेप्ट गर्ने बानी पनि हुनु जरुरी रहेछ भन्ने आजको दिनसम्मको मेरो बुझाइले चाहिँ यही भन्छ अरू धेरै चिज होला अब यो कुरा आउँदाखेरि चाहिँ तेरियाको यङ एजमै ऊ इन्डिया गयो हैन बुटवलको
बट ऊ यङ एजमा इन्डिया गयो, अब त्यहीँ पढाइहरू पनि भयो होइन। सो अब यहाँ आएपछि अचानक एउटा रोल्पाको क्यारेक्टर प्ले गर्दाखेरि त्यो परिस्थिति, त्यो सिचुएसन, त्यो ठाउँको मान्छेहरूलाई कसरी अब्जर्भ गर्यो कि लाइक हाउ डिड यु गो अबाउट इट हुन्छ नि यो? म अहिले सुरुमा होइन म बिकज म अब बुटोल त सहर भयो, बुटोलदेखि अझै 45 मिनट्स लाग्छ कि रुद्रपुर गाउँमै म हुर्केको जन्मेको भनौँ न। सो त्यो हिसाबले चाहिँ मलाई लागेको थियो सजिलो हुन्छ होला, किनकि म त गाउँले केटी हो होइन, अलिकति गाउँमा जाँदा बित्तिकै लोकल पारा पनि दिइहाल्छु भन्ने चाहिँ मेरो धारणा थियो। तर आई वाज रङ, किनकि ठाउँ चेन्ज हुँदा बित्तिकै त्यो ल्याङ्ग्वेज, टोन, कल्चर सब एभ्रिथिङ डिफर्स। अनि त्यो हिसाबले चाहिँ मलाई अलिकति टफ लागिरहेको थियो सुरुमा। अब हाम्रो वर्कसप त यहीँ काठमाडौँमा नै भइरहेको थियो। अनि मैले रोल्पामा एकजना दिदी हुनुहुन्छ सपना दिदीसँग चाहिँ हाम्रो डिरेक्टर दाइ अनिल दाइले चाहिँ उहाँसँग कुरा गरेर तिमीलाई सजिलो हुन्छ भन्ने हिसाबले चाहिँ मलाई अब उहाँसँग कुराकानीहरू भइरहेको थियो। तर पनि म अझै कनेक्ट हुन सकिरहेको थिइनँ, मतलब कोसिस गरिरहेको थिएँ, तर मैले रिजल्ट चाहिँ पाइरहेको थिएन कि। त्यही भएर चाहिँ म अझै धेरै आत्तिरहेको थिएँ सुरुमा चाहिँ। तर आई थिङ्क मलाई धेरै सजिलो कतिखेर भयो भन्दाखेरि चाहिँ हाम्रो वर्कसप भएको 1 महिना पछि चाहिँ हामी दाइहरू चाहिँ रेकी गर्न जानुभएको थियो सुट हुन, आई थिङ्क 9-10 दिन अगाडि होला। अनि म चाहिँ दाइहरूसँगै गएँ कि रोल्पामा गएँ। अनि त्यहाँ गइसकेपछि चाहिँ प्रत्यक्ष रूपमा त्यो गाउँ, त्यो नबस्ने मान्छेहरू, उहाँहरूले बोल्ने शैलीहरू त्यो सुन्दा हेर्दा अनि रियलमा एक्सपिरियन्स, रियल टाइम एक्सपिरियन्स लिँदाखेरि चाहिँ ए यस्तो रहेछ भन्ने चाहिँ मलाई अझै बल्ल कनेक्ट हुन सुरु भयो कि। नत्र सुरुमा चाहिँ हिँड्दा वर्कसपमा चाहिँ अब युट्युबमा खोज्थेँ, अब त्यस्तो धेरै डकुमेन्ट्रीहरू पनि त्यस्तो रहेन रहेछ युट्युबहरूमा पनि। तर जति मैले भेटेँ त्यसबाट चाहिँ मैले निकाल्न खोजिरहेको थिएँ, तर मबाट भइरहेको थिएन कि। तर वहीँ गइसकेपछि चाहिँ एक्सपिरियन्स रियल लाइफमा गरिसकेपछि चाहिँ अलिकति सजिलो फिल भयो मलाई चाहिँ। सो अब हामी अलिक एन्डतिरै आइपुग्दैछौँ हो, एकदम हाम्रो एकदम छोटो कार्यक्रम हो। तर हामी एन्डमा चाहिँ बिकज दिस इज यो कार्यक्रम सिनेमा लभरको लागि हो, जसले सिनेमालाई मन पराउनुहुन्छ। सो तपाईँहरूकोबाट चाहिँ 5-5वटा फिल्म जुन चाहिँ हेर्नै पर्छ हुन्छ नि, कि त तपाईँको फेभरेट फिल्म हुनसक्छ होइन, कि त एज अ सिनेमा स्टुडेन्ट हेर्नै पर्छ भन्ने कुनै 5वटा फिल्म छ भने चाहिँ त्यो 5वटा फिल्मको अगर नाम लिइदिनु भयो भने चाहिँ मान्छेले नै हेर्छन् होला त्यो फिल्महरू हुन्छ नि। अनि सो दाइबाट स्टार्ट गरौँ, कुन चाहिँ तपाईँको फेभरेट 5वटा फिल्म, कि 5वटा फिल्म चाहिँ हेर्नै पर्छ इफ यु आर अ फिल्म स्टुडेन्ट कि त फिल्म लभर? अब अहिले धेरै फिल्महरू पनि एकदमै कम हेरेको। त्यो बेला मलाई एकदमै अब एक्टरको हिसाबले अनि त्यो लेभलसम्म एक्टरले काम गर्छ है भन्ने हेर्नुको लागि चाहिँ माई लेफ्ट फुट डेनियल डे-लुइसको जुन है त्यो तरिकाले पनि अभिनय चाहिँ गर्नु खतरनाकै हो होइन। मैले बिर्सेँ मेकर चाहिँ इन्डियाको त्यो बेलाको त्यो पनि 60-70 कहिले 80तिरको हो यो 2 बिघा जमिन भन्ने मलाई अच्छा लागेको फिल्म हो है। अनि अरू त नेपाली फिल्महरू प्राय सबै हेर्दा हुन्छ, तर मलाई एकदमै कनेक्ट गरेको फर्स्ट फिल्म चाहिँ नुमाफुङ थियो। नुमाफुङ मलाई मेरो आफ्नै फिल्म पनि यो एङ्गलले पनि हेर्दै भन्ने स्वाद लागेको फिल्महरूमा चाहिँ व्हाइट सन र गाउँ आएको बाटो, त्योभन्दा अरू बबाल फिल्म पनि छ मैले अहिले तर दिमागमा राखेको चाहिँ यति चिजलाई भनौँ न यसरी पनि। यो सेम क्वेसन मैले जनकजीलाई पनि सोधेँ। अब म बढी मेरो झुकाव चाहिँ तमिल तेलुगुतिर हुन्छ, तर त्यसमा पनि कुनै त्यो तडक भडक यताउति भन्दा पनि अलिकति स्टोरी र त्यो पात्रसँग सम्बन्धित कि त्यो हुन्छ नि त्यो तरिकाले। र मैले अहिले म एउटै फिल्मको नाम लिन्छु, मलाई अझ खासमा त्यो फिल्मको नाम उच्चारण पनि आउँदैन होइन। र मलाई त्यो खासमा चाहिँ कस्तो भनेपछि एउटा मेकर, हरेक मेकरले हेर्ने फिल्म जस्तो लाग्छ मलाई त्यो चाहिँ। तमिल कि तेलुगु मेइजेगान भन्ने छ, मेइजेगान है, हो त्यो जरुरी छ जस्तो लाग्छ। हामी मेकरहरूले चाहिँ त्यस्तो सानो चिजलाई पनि कस्तो मिठो तरिकाले प्रेजेन्ट गरेको छ होइन। दाजुभाइ भन्दा पनि त्यो जुन सामान्य छ, कता केही पनि छैन, गाउँ छोडेर गएको हुन्छ, बिहेमा आउँछ, अनि बिहेमा आउँदै गर्दा गाउँकोले असाध्यै चिनिसकेका हुन्छ, एकदम क्लोजनेस बढी हुन्छ, तर उसलाई चिनिसकेका हुन्न, उसले नाम सोध्नै गाह्रो छ, त्यही छ, केही पनि छैन।
सिम्पल छ क्या यस्तो मिठो मलाई होइन त्यो प्रेजेन्टेसन त्यो म चाहिँ अहिले चाहिँ त्यसलाई फलो गरिरहेको छु त्यो चिजलाई भनेको त्यो प्याटर्नमा मैले अबको मेरो फिल्म मेकिङ स्टाइल सायद मैले एज अ प्रड्युसर काम गरेँ भने चाहिँ गरेला पनि होइन त्यो स्टाइलमा काम गर्न मन छ क्या यो मिर्जु धेरै भास्ट छ खासमा भन्यो भने जस्तो मलाई चाहिँ मिर्जु त अलिक भास्ट नै एकदम भास्ट नै छ त्यही भनेर मैले भनेको होइन मैले भनेको तैँले एउटा कुरा अघि यही चिज भनेको यो फिल्म अहिलेको लागि मात्रै बन्ने चिज होइन नि त हामीले बनाउँदाखेरि त कृति भन्ने कुरा चाहिँ यस्तो चिज हो जो हामी नरहँदासम्म पनि रहने चिजहरू हो नि कतिपय त फिल्महरू हुन्छ नि हामी पहिलाको फिल्महरू हेर्दा पनि यो त्यो टाइम र अहिलेको टाइममा पनि कसरी रेलेभेन्ट भइरहेछ भन्ने म पनि इनफ्याक्ट कुनै कुनै फिल्महरू हेर्दाखेरि हुन्छ कि कसरी सोच्यो होला यस्तो हामीले अहिले सोच्छौँ अहिले गर्छौँ भन्ने हुन्छ आई थिङ्क त्यस्तै छ होला हाम्रो ट्राई गरेका छौँ अनि मेरो हकमा चाहिँ त्यही नै हो एउटा मात्रै हो त्यो चाहिँ हर मेकरले चाहिँ हेर्न पर्ने फिल्म हो त्यो चाहिँ ल तेरियातर्फ जाउँ होइन एन्ड यस्तो होइन लाइक वेन आई से टप 5 होइन किनभने कतिवटा फिल्म हुन्छ जहाँबाट हामी सिक्छौँ कतिवटा फिल्म हुन्छ जसले चाहिँ हामीलाई रियालिटीबाट टाढो लगिदिन्छ क्या लाइक मेरो टप 5 लिस्टमा दुले राजा जहिले हुन्छ होइन बिकज त्यो फिल्म अहिले हेर्दाखेरि पनि इट्स द बेस्ट कादर खान र गोविन्दाको त्यो जुगलबन्दी होइन सो तिम्रो टप 5 लिस्ट कस्तो हो लाइक पहिला फिल्म हेरेको थिइनँ कि धेरै तर जब मैले स्टार्ट गरेँ ल अब चाहिँ अब एक्टर बन्नै भइसकेपछि चाहिँ फिल्महरू पनि हेर्नुपर्छ भन्ने मलाई सल्लाह दिइसकेपछि एक्सप्लोर गरौँ भनेर पहिलाको बलिउडमा चाहिँ एकदमै पहिलाको पुरानो फिल्म छ कि एउटा बावर्ची भन्ने त्यो नाम पनि याद आइरहेको थिएन कि मलाई भर्खर एकदमै सोचेर बल्ल मलाई याद आयो राजेश खन्ना यस्तो मलाई त्यो फिल्म हेर्दा एकदमै आनन्द आइरहेको थियो कि लाइक त्यो टाइमको फिल्मले पनि अहिलेको जेनेरेसनलाई पनि हँसाउने त्यति कनेक्ट गरायो भनेर चाहिँ कसरी बनाएर कसरी सोच्यो होला भन्ने चाहिँ मलाई फिल भएको थियो अनि तल अस्ति देखाउनु भएको थियो त्यो फिल्म कुनले युट्युबमा हेरेको थिएँ नि मैले पार हो त्यो पार फिल्म त्यो फिल्म हेर्दाखेरि चाहिँ मलाई म फिल्म हेरेको जस्तै फिल भइरहेको थिएन कि त्यो डकुमेन्ट कसैको रियल लाइफ डकुमेन्ट गरेको होला जस्तो फिल भइरहेको थियो कि भनेको त्यो हुन्छ नि त्यो उहाँहरूले गरेको त्यो जुन एउटा लाइफस्टाइल र जुन एउटा समाजको बारेमा देखाउन खोज्नु भएको थियो त्यो चाहिँ मलाई रियल नै लागिरहेको थियो कि कसरी गर्नुभयो होला त्यो इमोसन कसरी फिल गर्नुभयो होला त्यो त्यहाँसम्म कसरी पुग्नुभयो होला भनेर मलाई एकदमै क्युरियोसिटी भइरहेको थियो किनकि म पनि अब म आफूलाई पनि मेरो क्यारेक्टरमा भिज्न मलाई अलिकति प्रब्लम भइरहेको थियो किन भन्दाखेरि मेरो जुन क्यारेक्टर छ र म जुन रियल लाइफमा टेरेको छु मेरो भोगाइ र उसको भोगाइ चाहिँ हुन्छ नि एकदमै धेरै ग्याप देखेको थिएँ कि मैले अनि मलाई यस्तो फिल भइरहेको थियो कि मैले अहिलेसम्म गरेको जुन मैले चिजलाई भन्छु नि मैले यति धेरै हार्डवर्क गरेँ होला या फिर मैले यति धेरै परिश्रम गरेँ होला भन्ने चाहिँ त्यो एकदमै के पनि होइन जस्तो फिल भएको कि मेरो क्यारेक्टरको भोगाइ देखेर कि सो त्यो भोगाइको हिसाबले चाहिँ त्यो फिल्म पार फिल्म हेर्दाखेरि चाहिँ झनै मलाई कस्तो त्यतिखेर चाहिँ त्यो मोमेन्टमा चाहिँ एकदमै टच गराएको थियो अनि सुरुमा हेर्दा मैले केही बुझ्न पनि बुझिरहेको थिएन त्यो हुन्छ नि एकदमै आर्टिस्टिक फिल्म थियो नि त त्यो त्यस्तो फिल्म चाहिँ मलाई अलिकति बुझ्न टाइम लाग्छ सुरुमा झ्यापै झ्याउ पनि लाग्छ म एकदमै कोसिस गर्छु क्या यस्तो फिल्महरू चाहिँ म हेरौँ भनेर कतिपय कुराहरू बुझ्दिनँ तर पनि म हेर्छु एन्डसम्म हेर्छु अलिकति भए पनि केही त हुन्छ नि त टेक हुन्छ नि अनि अर्को चाहिँ नेपाली फिल्ममा चाहिँ स्वस्तिमा दिदीको बुलबुल मलाई एकदमै मलाई कहिलेदेखि हेर्नु मन थियो फाइनली जब त्यो एप आयो नि एमाजोन एप अनि त्यसमा चाहिँ मैले बल्ल अनि बुलबुल फिल्म हेरेँ किनकि दिदीलाई मैले एकदमै एडमायर गर्छु एज एन एक्टर अनि अर्को चाहिँ दाइको गाउँ आएको बाटो त्यो फिल्म पनि मलाई एकदमै हेर्नु मन थियो म थिएटरमा गएर नै हेरेको फिल्म सकिसकेपछि पनि म रोएको राति थियो मलाई धेरै एकदमै म लास्टै रोएँ क्या त्यो फिल्म हेरेर एकदमै कनेक्ट गरेर अनि अर्को हलिउडमा चाहिँ भर्खर त्यो फिल्म भन्दा बित्तिकै चाहिँ सटर आइल्यान्ड चाहिँ मेरो दिमागमा चाहिँ ल्याउँछ कि लाइक मेरो माइन्ड बबलिङ नै भएको थियो त्यो फिल्म हेरेर चाहिँ नाइस 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 थ्याङ्क यू सो मच तपाईँहरूको लिस्टको लागि यो लिस्ट चाहिँ फेरि कथा नै सिम्पल एकदम इजी उको लागि मैले भने चाहिँ यो फेरि लिस्ट त चेन्ज भइरहन्छ तर यो कहिले पनि मैले चाहिँ आफूलाई सिक्ने क्रममा दिमागमा आइरहेको फिल्महरू चाहिँ यिनी नै हुँदो रहेछ है जस्तै मैले अघि भने नि जस्तै मैले पनि धेरै त हेरेँ तर अहिले तत्कालमा मलाई त्यही चिजले मात्रै हालिरहेको छ एकदमै के त्यो मैले तिमीलाई सुटिङमा पनि भनेको थिएँ मैले त त्यो नाम उच्चारण गर्न जाँदा भन त भने यिनलाई अब त्यो फेरि त्यो हान्न पर्यो आएन मलाई होइन अस्ति फेरि आएको थियो ल हो यो मलाई पनि नामै याद हुने फिल्म यो फिल्म भनेको थियो कि मेरो त्यो फिल्मले यस्तो अहिले भन्छ एज मेकर वाइज है त्यो चिज त्यसरी चाहिँ खास फिल्म बनाउनु पर्छ त्यसरी प्रेजेन्टेसन त्यस्तो हुनुपर्छ
होइन एउटा सानो विषय बस्नु कस्तो मजाले आनन्द सिम्पल स्विट होइन त्यो हुनुपर्छ भन्ने लाग्छ क्या मलाई एकदमै अहिले चाहिँ अनि हाम्रो चाहिँ छ फेरि नाना तरिका होइन गरौँ सस्पेन्स भनिरहेको छ के भनिरहेको छ होइन सो एभ्री हामी फिल्म सिक्नलाई मात्रै होइन हामी एन्टरटेन हुन पनि हेर्छौँ होइन सो एउटा फिल्मको आफ्नो एउटा जर्नी हुन्छ होइन अन्त मिजुको पनि आफ्नो एउटा जर्नी छ होइन जुन चाहिँ आउँदैछ जेठ 8 गते है सो तपाईँहरू हेर्नु जानुहुन्छ होला यो फिल्म होइन अब फिल्मकै कुराहरू गर्न थाल्यो भने त अब कति दिन लाग्छ होला सो आजको लागि चाहिँ किनभने अब दाइ त आइबस्नुहुन्छ होला दाइको त आइबस्छ फिल्म होइन त्यति बेला हामी अझै यो विषयमा धेरै नै कुराहरू गर्नेछौँ होइन अन्त तेरियालाई पनि विल होप टु सी यु इन मोर फिल्म्स हुन्छ नि होइन अन्त तपाईँ हाम्रो प्रड्युसर हुनुहुन्छ है म पनि स्क्रिप्टहरू लेख्छु होइन सो हामी सिरियस अर्कोमा चाहिँ यसरी नै फिल्महरूको कुरा गर्नेछौँ होइन एन्ड थ्याङ्क यू सो मच तपाईँहरू आइदिनु भयो लास्टमा केही भन्न चाहनुहुन्छ अडियन्सले अब त्यही हो दर्शकहरूलाई पनि धन्यवाद र विशेष चाहिँ नै हाम्रो यो प्रोग्रामको जो टिम हुनुहुन्छ क्रुहरूलाई पनि धन्यवाद एडिटर डिरेक्टरलाई विशेष आभारी उहाँहरूले चाहिँ हाम्रो जेठ 8 गते आउने फिल्मको चाहिँ अलिक हाइलाइट गरेर राखिदिनु मेरो अनुहारमै छाप्दैन धन्यवाद थ्याङ्क यू सो मच तेरिया मेरो पनि त्यही हो फर्स्टमा त अब तपाईँलाई धन्यवाद दाइ धन्यवाद किनकि आज धेरै कुराहरू पनि यसरी गफ गर्न पाएको थिएन र आज धेरै कुराहरूको खुलासा पनि भयो जस्तो लाग्यो फर्स्ट टाइम यो सोले गर्दा सो थ्याङ्क्स टु सर्ग एकदमै आनन्द आयो आज मलाई त्यस्तो हुन्छ नि जुन तरिकाको सो हुन्छ भनेर तपाईँले व्याख्या गरिरहनु भएको थियो त्यस्तै फिल भयो रमाइलो भयो कतिपय कुराहरू मैले सिक्न पाएँ सुन्न पाएँ अब घरमा गएर त्यसको रिसर्च पनि गर्छु होला सो यो टिमलाई सबैजनालाई थ्याङ्क यू सो मच इन्भाइट गरिदिनु भएकोमा र मुख्य कुरा जेठको 8 गते मिजु रिलिज हुँदैछ नजिकैको सिनेमा घरमा गएर हेरिदिनु होला र प्रतिक्रिया पनि दिनु होला भन्न चाहन्छु जमेकजी लास्ट वर्ड्स फाइनल लु मेरो पनि त्यही हो सबैजनालाई धन्यवाद सिनेसरको प्रोग्रामको टिम सम्पूर्णलाई र मैले अलिकति थोरै गहकिलो अथवा बहकिएर भन्नुपर्दा मिजु अलिकति पीडामै बनाएको फिल्म हो मेरो होइन मेरो फिल्मप्रतिको झुकाव लगावलाई पनि चाहिँ नि भनौँ न त्यसलाई उछिनेर अझै धेरै त्यसरी बनाएको फिल्म हो र फिल्म पनि चान्चो नै बनिएको छ जस्तो लाग्दैन राम्रै बनिएको छ है जेठको 8 गते आज भनौँ जेठको 8 मिजुको 7 जेठको 8 है मिजुको 7 सबैले हेरेर साथ दिनु होला धन्यवाद थ्याङ्क यू सो मच गाइस हेर्दै गर्नु होला सिने सर्ग एन्ड सब्सक्राइब टु द च्यानल थ्याङ्क यू सो मच धन्यवाद धेरै